भयो कि मेरो त यहाँ लाइट छ तर बलेको छैन साथीहरू। झन् भिडियो बनाएर छोरीलाई देखाउँछु भनेको है। महालक्ष्मी थान मन्दिर अरे अघि आउँदाखेरि कस्तो यहाँ झिलिमिली बालेको थियो कि, अनि यो झिलिमिली चाहिँ अहिले रेकर्ड गरेर घरमा लगेर जान्छु भनेर फर्किँदा भिडियो बनाएको त कति बलेको रहन्छ यात्तेरिका। अचम्मै भयो नि त। परदेखि यहाँसम्म ल यहाँसम्म बत्ती जोडेको छ होइन, यतातिर चाहिँ छ मान्छेको घरमा चाहिँ, रोडमा चाहिँ छैन के। कस्तो हाँस उठ्यो मलाई त, दिक्क रुन पनि मन लाग्यो, हाँसो पनि उठ्यो। यता सातो बाटो जाने बाटो, यता कलङ्की जाने बाटो, यता चाहिँ अब हामी घर जाने बाटो है त गाइज। बाई बाई। मेरो आज भिडियो पनि अधुरो भयो के। जुन उद्देश्यले भिडियो खिचेको त्यो उद्देश्य पुरै भएन। यस्तो है झिलिमिली राखेको थियो नि त्यो बाटोमा, त्यो रेकर्ड गर्छु। अब जाँदाखेरि त रेकर्ड गर्न पाएन नि त, अब थाहै थिएन। अनि चाहिँ आउँदा चाहिँ गर्छु भनेर गर्दै आइरहेको क्या, अलि माथिदेखि गर्दै आइरहेको त ल लास्टमा त ट्वाके छैन, बत्तीको त पनि छैन, अँधेरो के। ल यहाँतिर चाहिँ बरु बत्ती अलिअलि छ है, छैन छैन। बाई बाई। खासमा चाहिँ खासमा कहाँ गइरहेको भने फुपूलाई हस्पिटल भर्ना गर्नुभएको छ, अनि फुपू र भाइलाई चाहिँ कहाँ पानी छिटायो, पानी पर्ला होला नि। अनि फुपू र भाइलाई चाहिँ खाना पुर्याएर आएको। बिहान पनि गएको थियौँ हामी दुईजना बुढाबुढी। यहाँ चाहिँ यस्तो दामी छ है, दसैँ तिहार लागे जस्तो हुन्छ कि यस्तो बत्तीहरू देखेपछि चाहिँ। अनि अब हामी चाहिँ यतापट्टि जानु पर्यो, पानी पो पर्न थाल्यो त। अनि मेरो कुरा त्यहाँ छैन कि। अनि खाना पुर्याउन गएको, अनि बुढाबुढी मिलेर अनि खाना पुर्याएर अनि खाना दिएर अनि फर्केर आएको। यहाँ चाहिँ यस्तो दामी छ कि, रुख पनि यस्तो सजाएको छ नि, मन परेको कि मलाई चाहिँ। यस्तो दामी छ। यहाँतिर चाहिँ रोड पनि झिलिमिली नै रहेछ मान्छेको पसलहरूले गरेर। अब चाहिँ हामी फेरि मेन रोडमै निस्क्यौँ। यो भयो भाटभट्टी नि, चापगौदो बाटोको। यता त सब चापगौदो बाटो भयो, मेन रोड भइहाल्यो। अब यता चाहिँ खुमलटार हुँदै हाम्रो घर जाने बाटो है। अहिले चाहिँ फर्किँदैछौँ, पानी पर्न लाग्यो जस्तो छ। ओके बाई बाई। र सडक यता चाहिँ बरु झिलिमिली छ कि बरु है।